कानुन मन्त्री शोभिता गौतमले के भन्नुहुन्छ हेर्नुहोस् यो भिडियो। कुनै कानुन आवश्यक भएको कारणले अभाव भएको कारणले सरकारले काम गर्न सकिरहेको हुँदैन वा कठिन भइरहेको हुन्छ, त्यस्तो अवस्थामा संविधानले अध्यादेश लिएर आउने अधिकार पनि सरकारलाई दिएको छ। संविधानको धारा 114 मा संघीय संसदको दुवै अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा चाहिँ तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा अध्यादेश जारी गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ। मन्त्री परिषदले अध्यादेशको मस्यौदा तयार गरेर राष्ट्रपति समक्ष पठाउँछ र राष्ट्रपतिले स्वीकृति दिएपछि त्यो अध्यादेश कानुन सरह नै लागू हुन्छ। तर त्यो अध्यादेश 60 दिनभित्र संसदमा पेश गर्नै पर्छ। यदि संसदले पारित गरेन भने अध्यादेश स्वतः खारेज हुन्छ। यदि सरकारले त्यस्तो अध्यादेशलाई स्थायी कानुन बनाउन चाहन्छ भनेदेखि संसदबाट पारित गराउनै पर्छ, त्यो अनिवार्य नै हुन्छ। अब यो सबै कुरा बुझेपछि अध्यादेश किन सधैँ आलोचनाको विषय बन्छ त? आखिरमा संसदमा जाने नै रहेछ, किन आलोचनाको विषय हुन्छ त भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ। विगतमा धेरै सरकारहरूले अध्यादेशको दुरुपयोग गरेका उदाहरणहरू छन्। विगतमा यस्ता दृष्टान्तहरू पनि छन् जहाँ अध्यादेश ल्याइयो, स्वार्थ पूरा गरियो र त्यसलाई संसदमा नल्याइकन खारेज गरियो। त्यसैले अध्यादेशप्रति अविश्वास र आलोचनाहरू हुने गर्छन्। तर यसपटकको सन्दर्भ चाहिँ निकै फरक छ। यो सरकारले काम तीव्र गतिमा गर्न चाहन्छ। केही क्षेत्रमा कानुनको अभाव वा अस्पष्टता भएका कारण काम अगाडि बढाउन कठिन भइरहेको थियो। त्यस्ता कानुनी अवरोधहरू हटाएर तुरुन्त निर्णय गर्न कानुन आवश्यक थियो र हामीले अध्यादेश लिएर आयौँ। अहिलेको सरकारसँग संसदमा बहुमत छ, लगभग 2/3 नै छ। त्यसैले कुनै कुरा लुकाएर वा पर्दा पछाडि बसेर योजना बनाएर खुसुक्क गरिरहनु पर्ने अवस्था छैन। संसद मार्फत कानुन पारित गर्न सक्ने क्षमता यो सरकारसँग पर्याप्त मात्रामा छ। यो सरकार द्रुत गतिमा काम गर्न चाहन्छ। सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दा हुन्थ्यो नि त, कानुन ल्याउँदा हुन्थ्यो नि त भन्ने कुराहरू पनि हुन सक्छ। तर त्यसरी सामान्य प्रक्रियाबाट संसदमा गएर विधेयक पारित गर्न एकदम फास्ट ट्र्याकमा काम गर्दाखेरि पनि कम्तीमा 3-4 महिना लाग्न सक्छ। त्यसकारण सरकारले द्रुत गतिमा प्रभावकारी रूपमा काम गर्न अध्यादेश सिफारिस गरेको हो। सम्माननीय राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेशहरू हामी संसदमा पेश गर्छौँ नै। यो अध्यादेश कुनै छद्म उद्देश्य पूर्ति गर्नको लागि ल्याइएको होइन। यो राम्रो काम गर्नको लागि, छिटो काम गर्नका लागि र सरकारलाई अझ प्रभावकारी रूपमा जनताका मुद्दा समाधान गर्नका लागि ल्याइएको। सरकारले जे गर्छ पारदर्शी रूपमा जनताको हितमा काम गर्छ। धन्यवाद। हो, अध्यादेश किन भन्ने प्रश्न बुझ्नु पनि होइन र चुपचाप घन्टी छाप, चुपचाप भ्रष्टाचारी पत्ता छाप। 5 वर्ष प्रतीक्षा गर्नु होला। अवश्य 30 वर्षमा काम गर्न सकेको काम 5 वर्षमा काम हुनेछ। त्यस पछाडि 20-30 वर्ष ढुक्काले राष्ट्रिय स्वतन्त्र पार्टीले देश चलाउनेछ र चलाउनेछन् भन्ने प्रतिबद्धता अवश्य देखाउनेछन् बालन सरकारले। त्यही भएर तपाईँहरू विरोध होइन, खबरदारी अवश्य गर्नुपर्छ र देश र जनताका लागि, हितका लागि काम गर्नेलाई समर्थन गरौँ। विरोध होइन, तर खबरदारी गर्न छाड्नु हुँदैन। जय देश, जय घन्टी।